नमस्ते। आज हामी एउटा यस्तो प्रश्नको बारेमा कुरा गर्दैछौँ जुन सायद धेरैको मनमा होला। यो प्रश्न चर्च केमा जानै पर्छ भन्ने पुस्तकमा आधारित छ। यो पुस्तकले चर्च वास्तवमा के हो र यसको महत्त्व के छ भन्ने कुरालाई एकदमै सरल तर गहिरो तरिकाले केलाउँछ। आउनुहोस् यसभित्रका विचारहरूलाई एक एक गरी खोतलौँ। पुस्तकको शीर्षक नै एउटा सिधा प्रश्न हो, चर्च के साँच्चै जानै पर्छ र? हो, यही प्रश्नलाई केन्द्रमा राखेर आज हामी कुरा गर्नेछौँ। यो किन महत्त्वपूर्ण छ र यसले के फरक पार्छ? यो पुरै विषयलाई बुझ्नको लागि पुस्तकले एउटा कथाको माध्यम रोजेको छ। यो कथा हो काठमाडौँका एक युवक उमङ्गको। उनको जीवनमा एउटा यस्तो घटना घट्यो जसले उनलाई यो प्रश्न सोध्न बाध्य बनायो। पुस्तकका अनुसार उमङ्ग एक सामान्य युवक थिए। जीवन रमाइलो थियो, साथीभाइ थिए, भोजभतेर चल्थ्यो, तर कता कता भित्र एउटा रित्तोपन थियो। जीवनको कुनै खास उद्देश्य वा अर्थ थिएन, सबै कुरा अर्थहीन लाग्थ्यो। तर एक दिन एउटा घटनाले उनको जीवनको सोच नै परिवर्तन गरिदियो। घुम्न जाँदा उनको एकजना क्रिस्चियन साथी रोशनको नदीमा डुबेर अचानक मृत्यु भयो। यो घटना उमङ्गको लागि जीवनको एउटा निकै ठूलो झट्का थियो। यो दुःखद घटनापछि उमङ्गको मनमा प्रश्नै प्रश्नको बाढी आयो। रोशनै किन मर्नु पर्यो? म किन बाँचे? आखिर मरेपछि हुन्छ के? ऊ अहिले कहाँ होला? यी प्रश्नहरूले उनलाई रात दिन सताउन थाल्यो र उनी मनको शान्तिको खोजीमा लागे। हो, यिनै प्रश्नहरूको जवाफ खोज्ने क्रममा उमङ्गले अलि हिचकिचाउँदै एउटा चर्चमा जाने निर्णय गर्यो र यहीँबाट पुस्तकले हामीलाई चर्चको वास्तविक अर्थ के हो भनेर बुझाउन सुरु गर्छ। तर त्योभन्दा पहिले चर्च के होइन भन्ने कुरा स्पष्ट पार्छ। कुनै पनि कुराको सही अर्थ बुझ्नु अघि त्यसप्रतिका गलत धारणाहरू हटाउनु जरुरी हुन्छ, होइन र? हो, पुस्तकले पनि त्यही गर्छ। पहिले चर्चबारे हामीले सोच्ने गरेका केही गलत कुराहरूलाई हटाउँछ। सामान्यतया चर्च भन्ने बित्तिकै मानिसहरू के सोच्छन्? एउटा सुन्दर भवन, होइन? वा शनिबार हुने एउटा कार्यक्रम। कतिले त यो सिद्ध र कुनै गल्ती नगर्ने मानिसहरू जाने ठाउँ हो भन्ने पनि सोच्छन्। तर पुस्तक भन्छ यी तीनवटै धारणाहरू गलत हुन्। ल, यदि चर्च एउटा भवन पनि होइन, कार्यक्रम पनि होइन र सिद्ध मानिसहरूको ठाउँ पनि होइन भने आखिर यो हो तरी के? अब पुस्तकले दिएको यसको वास्तविक परिभाषा हेरौँ। चर्च शब्द खासमा ग्रीक भाषाको एक्लेसिया भन्ने शब्दबाट आएको हो र एक्लेसियाको अर्थ हुन्छ बोलाइएका मानिसहरूको भेला वा सभा। त्यसैले पुस्तकको मुख्य तर्क के हो भने चर्च कुनै भौतिक संरचना होइन, बरु यो त येशूमा विश्वास गर्ने मानिसहरूको एउटा समुदाय हो। मानिसहरूको समुदाय? यो कुरालाई अझै गहिरोसँग बुझाउनको लागि पुस्तकले बाइबलमा प्रयोग भएका केही शक्तिशाली चित्र वा रूपकहरू प्रयोग गर्छ। अब एक एक गरेर ती चित्रहरूलाई हेरौँ है त। पहिलो चित्र हो शरीरको। सोच्नुहोस् त, हाम्रो शरीरमा कति धेरै अङ्गहरू छन्। आँखा, हात, खुट्टा सबै फरक छन्, तर सबै मिलेर एउटै शरीरको लागि काम गर्छन्। हो, चर्च पनि त्यस्तै हो। विभिन्न मानिसहरू तर एउटै उद्देश्यका लागि एकतामा बाँधिएका। दोस्रो चित्र हो परिवारको। तर यो रगतको नाताले बनेको परिवार होइन। यो त एउटै विश्वासले परमेश्वरसँगको सम्बन्धले जोडिएको परिवार हो, जहाँ परमेश्वर पिता हुनुहुन्छ र सबै विश्वासीहरू एकअर्काका दाजुभाइ दिदीबहिनी। तेस्रो चित्र हो परमेश्वरको घर वा मन्दिर। तर यहाँ पनि यो ढुङ्गा वा इट्टाले बनेको घर होइन। यसको अर्थ हो परमेश्वरको आत्मा विश्वासीहरूको समुदायभित्र, अर्थात् उहाँका मानिसहरूभित्रै बास गर्नुहुन्छ। र चौथो एकदमै सुन्दर चित्र हो दुलहीको। यसले ख्रिस्ट र उहाँका मानिसहरू अर्थात् चर्च बीचको गहिरो प्रेम, प्रतिबद्धता र कहिल्यै नतोडिने वाचाको सम्बन्धलाई देखाउँछ। ल, हामीले चर्च के हो भनेर त बुझ्यौँ। यो मानिसहरूको समुदाय हो। तर अब त्यो सुरुको प्रश्नमा फर्कौँ, किन भेला हुनु पर्यो त? पुस्तकले यसका केही ठोस कारणहरू दिएको छ। त्यसो भए विश्वासीहरू किन एकै ठाउँमा आउँछन् त? पुस्तकले 4 मुख्य कारणहरू देखाउँछ। पहिलो, सँगै मिलेर परमेश्वरको आराधना गर्न। दोस्रो, परमेश्वरको वचन अर्थात् बाइबलबाट सिक्न। तेस्रो, एक अर्कालाई प्रेम र सहयोग गर्न, दुःख सुखमा साथ दिन। र चौथो, जीवनका सङ्घर्षहरूमा एक्लै होइन तर सँगै मिलेर एक अर्कालाई बलियो बनाउँदै अघि बढ्न। अब हामी अन्त्यतिर आइसकेका छौँ।
फेरि एकपटक त्यही मुख्य विषयमा फर्कौं, जुन हो समुदाय र एकअर्काको लागि साथ। यही कुराले उमङ्गको कथालाई पनि एउटा अर्थपूर्ण निष्कर्षमा पुर्याउँछ। यो भनाइले पुस्तकको पुरै सारलाई समेट्छ। चर्च सिद्ध र पवित्र मानिसहरूलाई प्रदर्शन गर्ने म्युजियम होइन, बरु यो त एउटा अस्पताल जस्तै हो, जहाँ जीवनमा चोट लागेका, टुटेका र कमजोर मानिसहरू आउँछन् र परमेश्वर अनि एक अर्काको मद्दतले निको हुन्छन्। र अन्तमा एउटा प्रश्नमा सोच्न छोडेर जाँदैछु। यदि कुनै पनि समुदायको वास्तविक शक्ति उनीहरूको सिद्धपनामा होइन, बरु आफ्ना कमजोरीहरूलाई स्वीकारेर एक अर्कालाई साथ दिनुमा छ भने यसले हाम्रो सम्बन्ध र समुदायलाई हेर्ने दृष्टिकोणमा कस्तो परिवर्तन ल्याउला? एकपटक सोच्नु होला है त।